नमस्कार दर्शक, यतिखेर हामी प्रत्यक्ष प्रसारण देशको मूल सडकमा छौं र हाम्रो देशको मूल सडकहरू किन समय बन्दैन, सडकको अवस्था एकदम किन यस्तो भयो र बहस गर्नेछौँ। यहाँ एउटा पुल बनिराखेको छ, यो पुल अहिलेसम्म बनेन, किन बनेन? यहाँका जनताहरूको कति समय लागेको छ हेर्नुहोस्, यहाँको छ हेर्नुहोस्। साधारण दर्शक, एउटा पीडा समस्याको बारे हामी आज तपाईलाई भन्न चाहन्छौँ। दर्शक, यस्तो अवस्था छ देशमा, अहिले हामीले सडकलाई मात्रै बढी फोकस गरेका छौँ। अब बर्खायाम सुरु हुँदैछ देशमा, अब सडक बेलैमा पिच भएन, सडक बनेन भने जनताले ठुलो समस्या पाउन सक्छन्। त्यसैले हामी यो सडकको बारेमा चर्चा गरिराखेका छौँ र हाम्रो देशको सडक किन समय बन्दैन, सडक किन समय बन्दैन, सडक किन बन्न सक्दैन, सडक किन पिच हुन सक्दैन, हामी लगातार देखाउन चाहन्छौँ। हामी जनतालाई भन्न चाहन्छौँ यस्तो सडकहरू यहाँ कसरी गाडी गुडिरहेको छ हेर्नु। साधारण दर्शक,